हैन उहाँले तिर्नुहुन्छ तिरेपछि जोडिन्छ ल। आम पब्लिकले 2 महिनासम्म तिर्न नसक्दाखेरि 2 महिनापछि बत्ती कट्ने अनि 5 वर्ष 6 वर्षसम्म पनि उहाँहरूले चाहिँ नतिर्दाखेरि चाहिँ मजदुरको नाममा इमोसनली उहाँहरूले जुन किसिमले कुरा गर्नुभएको छ त्यो गलत हो। चाहिँ अब ठुलठुलाले चाहिँ नतिर्दा पनि हुने, अब भोलि हामी पनि तिर्दैनौँ भन्यो भने यो राजस्व के होला। यो लामो समयदेखि सबै निकायले लिनुपर्छ भनेर निर्णय भइसकेको अदालतदेखि लिएर विभिन्न निकायले क्याबिनेटले सबै निकायले लिनुपर्छ भन्ने विषयलाई यो चाहिँ अन्यथा हिसाबले जुन हिसाबले मजदुरहरूलाई चाहिँ को विषय भनेर जुन उठाइराख्नु भएको छ त्यो गलत हो, त्यो होइन। उहाँहरूले तिर्नुपर्छ किनभने 30 रुपियाँ नतिर्दाखेरि चाहिँ गाउँमा चाहिँ घर-घरको बत्ती काट्ने कारण छ। वर्षमा हामी करिब 2 लाखभन्दा बढी बत्ती चाहिँ घरको बत्ती काटेर बिजुली चाहिँ महसुल उठाउँछौँ। हरेक व्यक्तिको घरको बत्ती काट्छौँ। अहिले त एनटिसीको चाहिँ बत्ती के अरे पैसा तिर्नुभयो भने त्यो अटोमेटिकल्ली कट हुन्छ हैन। हामीले पनि धेरै ठाउँमा त्यसरी गर्न सकेन भने बत्ती त के अरे पैसा त आउँदैन। अब भोलि चाहिँ अब ठुलठुलाले चाहिँ नतिर्दा पनि हुने, अब भोलि हामी पनि तिर्दैनौँ भन्यो भने यो राजस्व के होला हैन। यो बत्ती महसुल कसरी उठ्दैन नि। यो कुरा चाहिँ आम पब्लिकले 2 महिनासम्म तिर्न नसक्दाखेरि 2 महिनापछि बत्ती कट्ने अनि 5 वर्ष 6 वर्षसम्म पनि उहाँहरूले चाहिँ नतिर्दाखेरि चाहिँ मजदुरको नाममा इमोसनली उहाँहरूले जुन किसिमले कुरा गर्नुभएको छ त्यो गलत हो। चाहिँ अब ठुलठुलाले चाहिँ नतिर्दा पनि हुने, अब भोलि हामी पनि तिर्दैनौँ भन्यो भने यो राजस्व के होला भनेपछि उहाँहरूको विद्युत कहिले काटिरहन्छ कि अब केही जोडिन्छ कि तपाईँले हैन उहाँले तिर्नुहुन्छ तिरेपछि जोडिन्छ ल।